हेलो वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामी चाहिँ मेला जान लागेको है, म र साथी। अनि यहाँ साथी चाहिँ एक पानी परिरहेको छ, पानीले चाहिँ भिज्दै हामी चाहिँ जानेछौँ है। अघि नै जानु लागेको छ। यहाँ चाहिँ धेरै पानी ठुलो परेको थियो। अब हामी चाहिँ निस्किसकेको छौँ। सो गाइज अब हामी चाहिँ यहाँ निक्लिसकेको छौँ। अब यहाँ चाहिँ भाडा तिरेर चाहिँ निक्लिन्छ। त्यहाँदेखि ल यहाँ भाडा चाहिँ दिइसक्यो है। हिँड्नुपर्ने हुन्छ। टाइम त अझै 20 मिनट जति लाग्छ होला यहाँबाट है। पानी परिरहेको छ। अब पानी भिज्दा चाहिँ के हुन्छ, गाडीबाट चाहिँ यहाँ झरिसकेको छ। अब यो मासतिर चाहिँ जानुपर्छ है। गाइज अब हामी यहाँ बिजोगले हिँडिरहेको छ यस्तै हिलोमा। अझै 20-30 मिनटको टाढा चाहिँ हिँड्नुपर्ने हुन्छ है। गाइज अब हामी चाहिँ यहाँबाट प्रवेश गर्दैछौँ। ट्राफिकहरू सरहरू हुनुहुन्छ है। हेलो सो गाइज अब हामी चाहिँ यहाँ आइसकेका छौँ मन्दिर नजिकै है। फेरि हामी चाहिँ मन्दिर चढेर फेरि यहाँ ओरतिर आइसकेको छौँ। यहाँलाई चाहिँ पानीले भिज्छ भनेर यहाँबाट चाहिँ जाँदैछौँ। पानी चाहिँ पुरै परेको छैन, पानी चाहिँ रोकिँदै छैन। अब यहाँबाट चाहिँ हामी भित्र छिर्छौँ। अलिकति 2 मिनट 3 मिनटको बाटो छ है यहाँबाट छिर्नलाई चाहिँ। सो गाइज अब यहाँ चाहिँ हाम्रो चाहिँ मन्दिरतर्फ जान लागिसकेको छ है। मान्छेहरूको चाहिँ भिड चाहिँ उताबाट आइरहनु भएको छ। हामी चाहिँ यहाँबाट जाँदैछौँ है। पानीले चाहिँ यस्तो परिरहेको छ। पानी चाहिँ धेरै परेर चाहिँ अब यस्तो हिलो छ, जुत्ताको हालत यस्तो भएको छ होइन। लास्ट भिड भयो थियो गाइस। चाहिँ यहाँबाट मासतिर जानुपर्ने हुन्छ है। यहाँ चाहिँ पानीको चाहिँ भिड छ, मान्छेको पनि यस्तै छ, पानी पनि आइरहेको छ होइन। अब यहाँबाट ओए फुलपाती चाहिँ नलाने यहाँबाट चाहिँ जानुपर्ने हुन्छ है। गाइस हामीले चाहिँ यहाँ दाइबाट चाहिँ लिइसकेको छौँ है। अब यहाँ पानी चाहिँ धेरै पुरै भिजिरहेको छ। अब यहाँबाट हामी यहाँबाट चाहिँ लिएर माथि जानेछौँ गाई चाहिँ। अब जुत्ता पुरै लुत्रिको भइरहेको छ। हामी चाहिँ जलसल लिएर यहाँबाट चाहिँ जाँदैछौँ। खासै भिड त यहाँबाट रहेको छ होइन। त्यो पहिलाभन्दा पनि उसको भिड चाहिँ कम रहेछ। तर सबैजना गएर जल चढाएर साइड होइन। अनि यहाँबाट चाहिँ अब साथी अगाडि जाँदैछ, अनि म चाहिँ पछाडि जाँदैछु होइन। पानी परेर चाहिँ यस्तो छ। यहाँबाट चाहिँ पछाडिबाट पनि आउँदै हुनुहुन्छ है। अनि यहाँबाट चाहिँ माथि पुरै झल्लेर आएको दिपक कस्तो भइरहेछ? यहाँबाट बस्तिर जान्छ है। पानीले चाहिँ भिजेर पुरै। त्यो गाइस हामी चाहिँ मन्दिर ठाउँमा चाहिँ मन्दिरमा चाहिँ आइसकेको छौँ है। अब ठ्याक्कै मन्दिरमा चाहिँ एक राउन्ड यहाँबाट चाहिँ घुम्नुपर्ने हुन्छ होइन। सो गाइस अब यहाँबाट चाहिँ एक राउन्ड घुम्दै ठ्याक्कै मन्दिर आइपुग्छ हामी गाइस। घुमेर चाहिँ यो मन्दिरमा चाहिँ एउटा चढाएर चाहिँ हामी फर्किनु पर्ने हुन्छ। यहाँ चाहिँ अब किन्नमा कति पर्यो त्यति धेरै भित्र छैन। जोस् यहाँबाट नजिकै छ है। लाइन चाहिँ यहाँ चाहिँ एकदम भिड जस्तो लाग्यो है। पहिला योभन्दा पनि भिड हुने थियो, तर आज चाहिँ अलिक चाँडै उठ्छ होइन। यहाँबाट चाहिँ अहिले त्योभन्दा पनि पहिलाभन्दा पनि अलिक भिड चाहिँ कम छ। अनि यहाँबाट चाहिँ यता पूजा गर्दै हुनुहुन्छ। अब हाम्रो पारा चाहिँ कहिले आउँछ, यत्रो भिड छ यहीँबाट चढ्ने धेरै यहाँ चाहिँ यति धेरै लाइन छ। यहाँदेखि फेरि आउँदैन होइन। गाइस अब यहाँ चाहिँ लाइन हुँदैछ भने यहाँबाट चाहिँ लाइन केटिङ लाइन चाहिँ हुँदैछ है। यहाँ चाहिँ प्रवेश गर्नुपर्छ। प्रवेश गर्दा चाहिँ गर्नु पाइन्न है। यहाँ चाहिँ हाम्रो चाहिँ भएको छ है। धन्यवाद। यहाँबाट चाहिँ म छिर्छु। यहाँबाट चाहिँ मैले होइन प्याक हुन्छ। सो गाइस हामी चाहिँ यहाँबाट प्रवेश भइसक्यो। सो गाइस साथीले चाहिँ टिका लगाइसक्यो। अब मेरो पाला चाहिँ म पनि टिका लगाउने छु। पानीले व्यवस्था भिजेको छैन, टिका चाहिँ बग्छ होला। लगाएर चाहिँ यहाँ चाहिँ बान्दैछु गाई चाहिँ। सो गाइस
यहाँबाट चाहिँ त्यो गरिसकेको छ है। त्यो गाई अब हामी चाहिँ यहाँ तलतिर जाँदैछौँ है। तलतिर जाँदाखेरि चाहिँ दिपक लाटा यहाँबाट कि दोस्रोचोटि आउँदाखेरि भने। सो गाइस अब हामी चाहिँ यहाँ पनि आइसकेको छ। त्यो तल चाहिँ हामी पूजा गर्छौँ। यहाँ चाहिँ खाली छ है। यहाँ चाहिँ पूजा गरेर चाहिँ हामी यता लागिसकेको छ तर्फतिर। यो चाहिँ म चाहिँ मजाले खेला यहाँ ढोल्दैछु। टोक्दैन भएछ बिल। सो गाइस अब यहाँ चाहिँ होइन हामी चाहिँ पूजा गरेर तलतिर लागिसकेको छ होइन। यस्तो चाहिँ अब लाग्यो होइन पुरै धुलो भएर होइन। अब हाम्रो चाहिँ यहाँ धेरै गरिसक्यो। अनि यहाँबाट चाहिँ हामी यहाँ फेरि जानेछौँ। त्यो चाहिँ टुटेश्वर मन्दिरको चाहिँ मेन मन्दिर हो। यसमा चाहिँ होइन मन्दिरमा चाहिँ मेन पूजा गरिन्छ। अनि यता पनि छ है। म चाहिँ यहाँ छु गाएछ है। यहाँ चाहिँ मन्दिरमा चाहिँ पूजा गरिसकेको छौँ। हामी चाहिँ टुटेश्वरको आपसमा पनि गरिरहेको छ। हामी चाहिँ यहाँबाट अब जानेछौँ गाइज है। गाइज अब चाहिँ हामी यहाँबाट चाहिँ मेलाबाट चाहिँ घुमघाम गरेर चाहिँ फर्किसकेको छौँ है। अब यहाँबाट चाहिँ हामी तलतिर अघि बाटो जान्छौँ। अनि त्यहाँबाट जुत्ता सुत्ता लाएर चाहिँ हामी चाहिँ अब निक्लिनु पर्ने हुन्छ है। लास्ट भइसक्यो। तिर चाहिँ यत्तिकै पुरो भर्खर भर्खर मान्छेहरू दर्शन गर्न चाहिँ आइपुग्नुपर्छ होइन। हामी चाहिँ यहाँबाट फर्किसकेको छौँ है। अनि त्यहाँबाट हामीमा चाहिँ पोइन्ट लाग्नु भनेर चाहिँ हातमा लगाएको छु है गाई चाहिँ त्यस्तो नछोड्नु होला। हामी चाहिँ यहाँबाट अब तल जाने गएर चाहिँ अब पनि खाइसकेको चाहिँ खाएर चाहिँ हुन्छ। सो गाइज अब हामी चाहिँ यहाँबाट निक्लिसकेको छौँ मन्दिरबाट है। अनि यहाँ चाहिँ हामी अब जुत्ताहरू खोलेर राखेको छ। यो मन्दिरमा चाहिँ लान हुँदैन होइन। अनि त्यही भएर चाहिँ हामीले यहाँ तलै राखेको छ। अब यहाँ चाहिँ जुत्ता सुत्ता लाएर चाहिँ हामी निक्लिनेछौँ। सो गाइज है। अनि यहाँ चाहिँ अब हामी चाहिँ यहाँ निक्लिएर चाहिँ साथी फोटो खिचिदिनु गइरहेको छ कसको। यसबाट चाहिँ हामी निक्लिनु पर्ने हुन्छ गाइज है। बोलबम मेलामा चाहिँ यति धेरै प्याक अहिले चाहिँ भइरहेको छ होइन। अघि चाहिँ पानी परेर चाहिँ थिएन। हामी जहाँ चाहिँ खुल्ला थियो जोस् कुद्नु परेको थिएन। अहिले चाहिँ धेरै प्याक छ है। अनि त्यहाँको साथमा चाहिँ यहाँ छु हिँडिरहेको छु। अब हामी चाहिँ फर्किसक्नुहुन्छ गाइज है। यहाँ चाहिँ रोङ्गे पिङ छ। अहिले चाहिँ एक राउन्ड हिँडेर देखाउने छु गाइज है। यहाँ घुमेर मस्त घुमिरहेको छ होइन। हिलो छ। पानी उठ्योस् पार्किङ अहिले त्यति धेरै प्याक चाहिँ छैन होइन। किनकि पानी आएको चाहिँ यो बाटो हो भने मेरो घर जाने बाटो चाहिँ यताबाट जानु पर्थ्यो नि। यताबाट चाहिँ पहिला पहिला आइन्थ्यो। अब चाहिँ हामी यताबाट अब बर्दिवासबाट आएको यता जानुपर्ने हुन्छ। सो गाइज है। यस्तो धेरै प्याक चाहिँ छैन है। यसमा चाहिँ अब अलिकति योचोटि चाहिँ अलिक कमै रहेछन् होइन। पहिला जस्तो प्याक चाहिँ चस्माको त लाइनै छ। अब लागिरहेको छ चस्मा के किन्नु। चाउमिनको चाहिँ यहाँ चाहिँ ऊ भइरहेको छ। यहाँ पनि दुईवटा रङ रेपिङ रहेछ होइन। पहिला कति कालेर भएको थियो भने अहिले योचोटि चाहिँ अब म र साथी आएको छ नखेल्ने नै योचोटि चाहिँ ठिकै छ गाई चाहिँ। अगाडिबाट साथी पछाडि जाँदै यताको दृश्य देखाइदिनेछु गाई चाहिँ। यहाँको चाहिँ अब भ्लगिङ गर्दाखेरि एमपिआर भ्लगरको चाहिँ होइन भ्लगर्सहरूको चाहिँ धेरै त्यस्तो क्रेज चाहिँ छैन। मिठाईहरू किन्दैछ। यहाँ पर्सहरू चाहिँ यहाँ किनिसकेको छ। यहाँ चाहिँ अब खाजा खानालाई रोटी र तरकारी त्यसको लगाएर नै खाना लागिरहेको छु। खाजा खाने ठाउँमा चाहिँ आएर होइन खाजा चाहिँ खाएर चाहिँ हामी फेरि उता बर्दिवासतिर पठाउँछ। सो गाई चाहिँ हामी चाहिँ अब खाजा खाएर चाहिँ अब निक्लिसकेको छ। अब हामी चाहिँ गाडी चढ्नु पर्ने हुन्छ है। अनि यहाँबाट चाहिँ अब सिधै अब बर्दिवासको बर्दिवासै हो। हामी चाहिँ यहाँबाट अटोमा चढेर हिँडिसकेको छ है। यहाँबाट चाहिँ मान्छे आउनेको चाहिँ टन्नै भिडहरू भइरहेछ।
हेलो सो गाइज हामी चाहिँ यहाँ आइसकेको छ है होटलमा। थ्याङ्क यू सो मच वाचिङ दिस माई ब्लग है। युट्युब च्यानलमा गएर हेर्नु होला कस्तो लाग्छ है।